आजको यस भिडियोमा स्वप्न शास्त्रसँग सम्बन्धित भएर 20वटा सपनाको फल बताउनेछु। जुन सपनाहरू देख्नाले रोग लाग्न सक्दछ अथवा बिरामी भइन सक्दछ, सावधान हुनुपर्ने हुँदछ। जान्नको लागि पूरा भिडियो हेर्नुहोला। यदि सपनामा अन्जन अर्थात् गाजल देखिन्छ भने अथवा गाजल लगाएको देखिन्छ भने आँखासँग सम्बन्धित स्वास्थ्य समस्या अथवा आँखासँग सम्बन्धित रोग लाग्न सक्दछ। सावधान हुँदा राम्रो हुँदछ। यदि सपनामा अचार खाएको अथवा अचार बनाउँदै गरेको देखिन्छ भने टाउको दुख्ने अथवा पेट दुख्ने स्वास्थ्य समस्या अथवा बिरामी भइन सक्दछ। सावधान हुँदा राम्रो हुँदछ। यदि सपनामा आगोमाथि आगाको कोइलोमाथि चलेको देखिन्छ भने शरीरमा दुख्ने, शरीरमा धेरै कष्ट आउने संकेत गर्दछ। सावधान हुँदा राम्रो हुँदछ। यस्तै प्रकारले यदि सपनामा फर्सी देखिन्छ भने पेट दुख्न सक्ने संकेत गर्दछ। त्यस्तै प्रकारले यदि सपनामा कुनै फूलको कपिला देखिन्छ भने पनि बिरामी हुन सक्ने संकेत गर्दछ। त्यस्तै प्रकारले यदि सपनामा काइयो देखिन्छ भने पनि स्वास्थ्य समस्या आउने अथवा बिरामी भइन सक्ने संकेत गर्दछ। सावधान हुँदा राम्रो हुँदछ। यदि सपनामा व्यायाम गरेको अथवा कसरत गरेको अथवा जिम गर्दै गरेको देखिन्छ भने पनि नजिकको समयमा स्वास्थ्य समस्या आउने अथवा बिरामी भइन सक्ने संकेत गर्दछ। सावधान हुँदा राम्रो हुँदछ। यदि सपनामा आफू खाली पेट भएको अथवा भोक लागेको देखिन्छ भने पनि नजिकको समयमा बिरामी भइन सक्ने संकेत गर्दछ। सावधान हुँदा राम्रो हुँदछ। यदि सपनामा जुम्रा देखिएमा अथवा आफूमा जुम्रा परेको देखिएमा पनि नजिकको समयमा स्वास्थ्य समस्या आउन सक्ने संकेत गर्दछ। यदि सपनामा तातो पानीको झरना बगेको देखिन्छ भने नजिकको समयमा स्वास्थ्य समस्या आउन सक्ने संकेत गर्दछ। यदि झरना चिसो पानीको छ भने चाहिँ यो शुभ सपना हो। तातो पानीको झरना देखेमा मात्रै स्वास्थ्य समस्या आउने संकेत हो। त्यस्तै प्रकारले यदि सपनामा झण्डा देखिन्छ भने पनि नजिकको समयमा बिरामी भइन सक्ने अथवा स्वास्थ्य समस्या आउन सक्ने संकेत गर्दछ। यदि सपनामा जौको अथवा फापरको दलिया खाएको देखेमा स्वास्थ्य समस्या आउने संकेत गर्दछ। त्यस्तै प्रकारले यदि सपनामा जन्ती सहित दुला र दुलैलाई देखिन्छ भने पनि नजिकको समयमा स्वास्थ्य समस्या आउन सक्ने अथवा ठूलो बिमारी भइन सक्ने संकेत गर्दछ। सपनामा यदि पन्जरी खाएको देखिएमा पनि बिरामी भइन सक्ने अथवा स्वास्थ्य समस्या आउन सक्ने संकेत गर्दछ। यदि सपनामा बाज अथवा चिल देखिन्छ भने पनि स्वास्थ्य चोटपटकसँग सम्बन्धित समस्या आउन सक्ने संकेत गर्दछ। यदि सपनामा बदाम खाएको देखिन्छ भने पनि स्वास्थ्य समस्या आउन सक्ने संकेत गर्दछ। यदि सपनामा आफूलाई भूमिगत भएको अथवा सबैसँग लुकेर बसेको देखिन्छ भने पनि ठूलो स्वास्थ्य समस्या आउन सक्ने संकेत गर्दछ। त्यस्तै प्रकारले यदि सपनामा रोटी खाएको अथवा धेरै परिकारहरू खाएको अथवा भात खाएको देखिन्छ भने पनि स्वास्थ्य समस्या आउन सक्ने संकेत गर्दछ। यदि सपनामा साँप अथवा सर्प छतबाट खसेको अथवा कुनै ठूलो भिरबाट खसेको देखिन्छ भने पनि नजिकको समयमा स्वास्थ्य समस्या आउन सक्ने अथवा परिवारमा स्वास्थ्य समस्या आउन सक्ने संकेत गर्दछ। यसरी यस्ता किसिमका सपनाहरू यदि देखिन्छन् भने आफू अथवा आफ्ना घर परिवारका सदस्यहरू बिरामी हुन सक्ने संकेत गर्दछ। त्यसैले यस्ता सपनाहरू देखिन्छ भने यस्ता सपनाको दोष नलाग्ने उपायहरू गर्नुपर्दछ। यदि नराम्रो सपनाको फल नलाग्ने उपायहरू हजुरलाई थाहा छैन भने त्यसको बारेमा भिडियो बनिसकेको छ र उक्त भिडियोलाई हेर्नको लागि माथिको आई बटनमा अथवा यसै भिडियोको अन्तिममा गएर पनि हेर्न सक्नुहुनेछ। पक्कै पनि हजुरहरूलाई यो भिडियो उपयोगी लाग्यो होला। यस्तै अरू पनि उपयोगी भिडियोहरू जान्नको लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथसाथै लाइक, शेयर र कमेन्ट पनि गर्दै गर्नुहोला। आजको लागि बिदा चाहन्छु। हस्त धन्यवाद।